हेलो साथीहरू नमस्कार। क्लास 11 को बाइनोमियल सिस्टम अफ नोमेनक्लेचरलाई 3 भागमा अध्ययन गर्न सकिन्छ। जसमध्ये बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर भनेको के हो, यो लेख्ने रुल्सहरू, बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर लेख्ने रुल्सहरू के छन् र यसको महत्त्व के छ, इम्पोर्टेन्स अफ बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर गरेर 3टा टपिकमा चाहिँ यसलाई अध्ययन गर्न सकिन्छ। सबैभन्दा सुरुमा एउटा आँपको साइन्टिफिक नेम याद गरौँ है त। म्याङ्गोको साइन्टिफिक नेम हो म्याङ्गिफेरा इन्डिका याल, जुन चाहिँ माथिको स्लाइडमा तपाईँले देख्न सक्नुहुन्छ है त। कुनै पनि लिभिङ अर्गानिजमको जेनस र स्पेसिस गरी दुईवटा शब्दमा चाहिँ नाम राख्ने प्रक्रियालाई बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर भनिन्छ, जुन चाहिँ 1753मा पहिलो पटक कार्ल लिनियसले दिनुभएको थियो। फर इक्जाम्पल, ह्युमनको साइन्टिफिक नेम होमो स्यापियन्स हो र यो होमो स्यापियन्समा जम्मा दुईवटा शब्द छ, तपाईँले याद गर्न सक्नुहुन्छ। होमो भनेको जिनस हो र स्यापियन्स भनेको स्पेसिस हो। अब बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर लेख्ने रुल्सहरू के छन् त, माथि स्लाइडमा हेर्नुहोस्। त्यसमा जम्मा 5वटा रुल्सहरू एक्सप्लेन गरिएको छ, जसलाई पोइन्ट वाइज हामी बुझ्दै जाम है त। यसको पहिलो पोइन्ट रहेको छ, साइन्टिफिक नेम इज अलवेज स्टार्टेड विथ क्यापिटल लेटर। साइन्टिफिक नेम लेख्दाखेरि जहिले पनि क्यापिटल लेटरबाट सुरु गरिन्छ। दोस्रो नम्बर रहेको छ, साइन्टिफिक नेम जहिले पनि इटालिक्स फर्ममा लेखिन्छ, प्रिन्टेड फर्ममा, र ह्यान्ड रिटनमा लेख्दाखेरि यसलाई चाहिँ लेखेर अन्डरलाइन गरिन्छ। अब तेस्रोमा जाम। यदि कुनै पनि केसमा जेनस नेम रिपिटेड छ भने जेनसलाई एब्रिभिएटेड फर्ममा लेखिन्छ। फर इक्जाम्पल, होमोस्यापियन्स दोहोऱ्याएर लेख्नुपर्ने छ भने H.sapiens लेखिन्छ। अब चौथो नम्बरमा जाम। कुनै पनि दुईटा स्पेसिसको सेम बाइनोमियल नेम हुँदैन। अब अन्तिमकोमा जाम। यदि त्यो स्पेसिस पत्ता लगाउने साइन्टिस्टको नेम पनि त्यसमा इन्क्लुड गर्न सकिन्छ र यदि इन्क्लुड गर्नुपर्ने हो भने त्यसलाई साइन्टिफिक नेमको लास्टमा लेखिन्छ। फर इक्जाम्पल, म्याङ्गिफेरा इन्डिका याल भनेर लेखिएको छ, जसमा याल भनेको लिनियस हो। र यो टपिकको अन्तिम पार्ट रहेको छ, इम्पोर्टेन्स अफ बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर। यसका महत्त्वहरू के छन् त, यिनीहरूलाई 4वटा पोइन्टमा चाहिँ माथि डिस्क्राइब गरिएको छ र प्रत्येक पोइन्ट वाइज जाम है त हामी। पहिलो रहेको छ, बाइनोमियल नेम चाहिँ युनिभर्सल्ली एक्सेप्टेड हुन्छ। त्यो चाहिँ संसारभरि वर्ल्ड वाइड रूपमा चाहिँ एउटै नाम मात्र रहेको हुन्छ, जसले लोकल नेम र कमन नेमले पैदा गर्ने कन्फ्युजनलाई चाहिँ हटाउँछ। र दोस्रो रहेको छ, प्रत्येक साइन्टिफिक नेम चाहिँ फरक फरक युनिक खालका हुन्छन्, जसले चाहिँ विश्वभरमा रहेका स्पेसिसहरूको चाहिँ मिसआइडेन्टिफिकेसन गराउँदैन। तेस्रो रहेको छ, यसले चाहिँ कुनै पनि अर्गानिजमको सिस्टमेटिक क्लासिफिकेसनमा हेल्प गर्छ। विश्वभरिका स्पेसिसको चाहिँ साइन्टिफिक नेम एउटै हुने भएकाले विश्वभरि छरिएर रहेका स्पेसिसहरूको एक्युरेट आइडेन्टिफिकेसनमा चाहिँ बाइनोमियल सिस्टम अफ नोमेनक्लेचरले सहयोग पुर्याउँछ। तपाईहरूको समयको लागि धेरै धेरै धन्यवाद। यदि 11-12को बायोलोजी रिलेटेड कुनै पनि टपिक्सको अध्ययन गर्न चाहनुहुन्छ भने तलतिर कमेन्ट अथवा बोटनी फर टुमोरो 700@gmail.com मा इमेल गर्न सक्नुहुन्छ। धन्यवाद, नमस्कार।